सिंहदरबारमा पाइलो टेक्ने बित्तिकै बालेन सरकारले पुराना भ्रष्ट नेता र कर्मचारीहरूको सातो जाने त्यो खतरनाक फाइल खोलेको छ, जुन खोल्न विगत 35 वर्षदेखि कसैको हिम्मत भएको थिएन। बालेन नेतृत्वको सरकारले सुशासनको आफ्नो सबैभन्दा ठूलो र कडा चुनावी बाचा पूरा गर्दै शक्तिशाली सम्पत्ति छानबिन समिति गठन गरी छाडेको छ। हिजोसम्म पुराना दलहरूले चुनावमा भोट माग्न मात्र यो नारा बेच्थे, तर रासपा सरकारले सत्तामा पुगेको केही दिनमै यसलाई एक्सनमा उतारेर देखाइदियो। हो, मिडियाले भने जस्तै यो समितिलाई काम सुरु गर्न पक्कै चुनौतीपूर्ण छ, किनकि 46 साले त राज्यको ढुकुटी लुटेर रातारात महल ठडाउने माफिया र बिचौलियाहरूको जालो धेरै गहिरो छ। तर हामीले यहाँनिर तारिफ गर्नुपर्ने कुरा के हो भने जुन सुपरसोनिक स्पिड र निडरताका साथ बालेन सरकारले एकपछि अर्को निर्णय गरिरहेको छ, यसले एउटा कुरा प्रष्ट पार्छ। यो सरकार सिंहदरबारमा केवल म्याद गुजार्न र कुर्सी तताउन आएको होइन, देशको सिस्टम नै रिसेट गर्न आएको। अब मेरो एउटा गम्भीर प्रश्न, सरकारको यो बुलेट ट्रेन जस्तो स्पिड देखेर हिजोसम्म यिनीहरूले केही गर्न सक्दैनन् भनेर गिज्याउने ती पुराना ठुला माछाहरूको अहिले कति निद्रा हराम भइरहेको होला? के बालेन सरकारको यो सम्पत्ति छानबिन गर्ने बोल्ड कदमले साँच्चै भ्रष्टाचारीहरूको कालो धन जफत गरेर राष्ट्रियकरण गर्ला त? सरकारको यो ऐतिहासिक एक्सनलाई लिएर तपाईँ कतिको आशावादी हुनुहुन्छ? आफ्नो कडा विचार कमेन्टमा राख्नुहोस् र बालेन सरकारको यो स्पिडको सपोर्टमा यो भिडियोलाई सेयर गरेर सहयोग गरिदिनुहोस्।